हेलो फ्रेंड्स, आज हम सिटी जा रहे हैं और सिटी के लिए जाने के लिए तैयार हो रहे हैं ना। देखिए हेलो फ्रेंड्स, अभी हम गाड़ी में ट्रेन में चढ़ गया हूँ। वीडियो हेलो फ्रेंड्स, अभी हम सिटी के पास उतर गया। अभी हम गाड़ी लेके फिर सिटी तक जाना पड़ेगा। यहाँ से 15 किलोमीटर अब होगा, पता नहीं, पर अभी बस ऑटो जो भी मिलेगा हम अब हामी हैन ट्रेनबाट सिटी जाँदैछु हैन, उसमा जाँदैछु अटोमा। दिन त एकदमै राम्रो छ, शीतल हो, बारिस आउला जस्तै छ दिन त हो, राम्रो छ। अब हामी भोजनलायमा जाँदैछौँ ल। यहाँ पुरा पानी पर्दैछ, पानीमा पुरा भिज्याएको चाहिँ पुरा पानी पर्दैछ। यहाँको मौसम त यति राम्रो भएको छ कि पानी पर्दैछ, कस्तो मजाको सुख शान्ति क्या त। अझ दिन त मौसम त बिहानदेखिकै राम्रै थियो कि, तर अहिले त पानी पनि पर्नु थाल्यो। सिमसिम भिज्दै भिज्दै जाँदैछौँ हामी त। अब खै गाडीलाई पनि बोलाएको खाना खानु गयो अरे, अन्त 5 मिनटको रास्ता त भन्दैछ। 5 मिनटको रास्तामा त हामी हिँड्दै हिँड्दै जान्छु भनेर हिँड्दै हिँड्दै जाँदैछु। अन्त साई प्रसाद लाया, प्रसाद लाया, त्यहीँ जाँदैछु। 5 मिनटको रास्ता अरे। यो चाहिँ साई बाबाको होइन भोजन लायो रहेछ। यो भोजनहरू साई बाबाले यहाँ भोजन पनि गर्दैछ, भोजन बनाउँदै गरेको रहेछ। यहाँ गार्डन होइन, गार्डन यहाँ यो चाहिँ रहेछ सिटी नगर परिषदको होइन, आई लभ साई बाबा रहेछ। మేడం రేపు వద్దని చెప్పండి. ఇల్లు यो चाहिँ हो बाबाको पाल्की है, पाल्की होइन। यो चाहिँ बाबाले ada
यो चाहिँ हो साई बाबा समाधि ल। साई बाबाको समाधि जब साई बाबा बित्नु भयो नि त्यहाँदेखि उहाँको समाधि यहीँ बनाएको हो। र यो हो यहाँ चाहिँ सबजना के अरे शान्ति भएर मान्छेहरू होइन यहाँ यसरी हेर्नु यी शान्ति भएर मान्छेहरू बस्छ होइन, ध्यान लगाएर बस्छ जहिले। यो चाहिँ हो चौरी, जब साई बाबाको त्यहाँ थियो नि त्यति बेला सबजना आएर यहाँ आएर बस्ने होइन त्यो हो। यो चाहिँ हेर्नु यो चाहिँ द्वारकामाई हो होइन, द्वारकामाईदेखिको यहाँ हेर्नु यहाँ मार्केट रहेछ, यहाँ हेर्नु मार्केट। अब हामी आरती दर्शन गरेर अब भोजनालयमा जाँदैछु प्रसादको लागि। यो चाहिँ साई भगवानको प्रसादालय होइन। यो हेर्नुहोस् साई बाबा जब यहाँ आएको थियो त्यति बेलादेखिको यो यहाँ आज हामी छु पालिका गार्डनमा है। यो हो द्वारकामाई श्री साई पालिका गार्डन। आज त तर बन्द रहेछ हौ। ए यो चाहिँ निम र पिपलको पेड एकैसाथ रहेछ, जोडेर बनेको रहेछ हेर्नु। अब हामी सिद्धिबाट बिदा लिँदै मुम्बई तरफ जाँदैछु। ओम साई राम। अब चाहिँ